केटी बनाइदियो भन्दा मलाई जिरे अनि जतिखेर पनि उसँग किन बस्यो के भन्नुभयो हिजो मैले झ्याप्प झ्यापरी खल्याक तन्यापरी भनेको त्यही हो साथ चाहिँ झरनामा आइसकेछ ओ माई गॉड हेलो एन्ड नमस्ते सबैजनालाई अहिले चाहिँ म हाम्रो यो सिरियलको सुटिङको क्रममा नुवाकोट आएको छु। यस्तो छ रमणीय ठाउँ मजाको आहा यस्तो छ। अहिले चाहिँ म भर्खर काठमाडौँबाट आइपुगेँ म यहाँ सुटिङमा चाहिँ। अब पहिला रुममा जाऊँ तल्लो घरमा बसेका छन् चाहिँ हाम्रो टोलीहरू केटाको टोलीहरू। अब केटीको टोलीहरू चाहिँ माथिको घरमा छन्। अब त्यहाँ देखेन होला पहिला गएर ड्रेस चेन्ज गरौँ ट्याक्क त्यसपछि थाहा होला। नमस्ते आमा यहाँ बसेका छन् हाम्रो टोलीहरू कहाँ छन् त्यहीँ छन् ए ल बुवा नमस्ते सन्चै हुनुहुन्छ? म त आज पो आइपुगेँ त। हाम्रो कहाँ बसिरहेछन् यहीँ हुनुहुन्छ ए ल माथि कि तल ए सुतिरहन् क्या अझै हाउ आर यु सस्तै त्यो एकछिन उता गएर आउनु न त्यहाँ के सुन्नु न त्यहाँ माथि के त यहाँ सुत्नु भयो तपाईँ खै त अर्को मान्छेहरू उठिसके सबै त्यहाँ पर पसलमा गएर आउनु एकछिन नि आइसक्यो माथि फाइनल्ली हाम्रो जिरे भाइ पनि आइसकेको छ। जिरे भाइ के छ खबर? वेलकम टु माई ब्लग। भर्खर उठिरहेको छु यहाँ 4 बजी आएर सेटमा पुग्ने मान्छे कता यस्ता मान्छे हुनुहुन्छ कोही यहीँ सुतिकन उठाएन 10 बजी उठ्छन्। अनि म 4 बजी आइसकेँ होइन 4 बजी आएर रेडी भइसक्यो मान्छे। म हातमा बुरु स्याम्पल लिएर हातमा धुन जान्छु। उसले फेरि स्याम्पू लियो ब्रस गर्ने ठ्याक्क ए ल ठिक छ ल। अब अरू कुरा हामी गर्दै गर्छौँ हामी। अब अरू कुरा पनि छँदैछ है त। यहाँ त किन नयाँ घर बनाएर त बोल्नै छोड्यौ त के छ खबर? बोल्नै छोड्यो ठिक छ गुड गरौँ न त नि हिरो देखिया छ। नमस्ते आमा ल है नमस्ते गरेँ है मैले। 2-3 ताल गऱ्यो भने मिटिङ हुन्छ हो। एक ताल गऱ्यो भने चाहिँ के हुन्छ हाम्रो एक ताल गर्नुभयो भने त्यसो के अरे यसो आफ्नो माटी ए ल ल ल आमा ल ल उफ वहाँ ए ल ल ल गुड मर्निङ भन्नु नि ल ल दिदी अब चाहिँ हामी मेकअप गर्छौँ है त। हस् धन्यवाद। हिजो के हिजो छोरालाई मासु बजार लिएर थिएँ। आज बुढीले खाना दिन्छ कि दिन्ने कि अब एक्लै छ घर। त्यस्तो मासुको अचार नि खानु भइसक्यो छोरो लु नि कति वर्षको भयो? 5-6 वर्ष भइसक्यो। दाँत आइसक्यो हो झरी पनि सक्यो होला दाँत आएर होइन झरा त ल 8-7 वर्षमा त झर्छ त दाँत 8 वर्ष भएको छैन कि कति त 5-6 वर्ष 7-8 5-6 वर्षमा नि 5-6 वर्षदेखि त झर्नु स्टार्ट हुन्छ। मेरो 12-13 वर्षमा झर्या हो दाँत। 12-13 वर्षमा त यताको बङ्गारा झर्छ ल भाइ। अगाडिको त पहिल्यै झर्छ पछाडि यताको बङ्गारा हो पछि झर्ने। कतिवटा बच्चाले दिन्छ? एउटा छ
म त्यही भएर भन्छु त सबैलाई भ्लगमा पनि कृपया मेरो घरमा बुढी छ छोराछोरी छ मलाई कृपया कोहीले राम्रो मान्नुहुन्छ भने नहेरिदिनु होला मलाई प्लिज इग्नोर गर्नु नराम्रो भन न राम्रो भन्ने छ नि नहेरिदिनु होला मलाई त्यस्तो नेगेटिभ हिसाबले नसोचिदिनु होला मलाई एकदम पोजिटिभ हिसाबले मात्र माया गरिदिनु होला मेरो बुढीले मार्छ मार्छ ठ्याक्कै फेरि थाहा पायो भने त लोकेसन ट्र्याक गरेर त्यही भएर लगिन फोन गर्दाखेरि भन्ने होला होइन साक्षीको फोन गरौँ भनेको त्यो त त्यो भनेर किन भने चाहिँ बुझेन होला क्या उसले 81 अब छोरोले के अरे के भन्थेँ मैले छोरो भोगै छ के छ भन्दाखेरि अनि कन्फ्युज भइहाल्छ नि 81 कन्फ्युज हुँदैन घरको मान्छे हुन्छ 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 काकाको खानु भनेर किन त नरिरहेको पनि त हाँसिरहेको छ के भयो रे आमा के भयो रे आमा रहेछ नि फेरि यो घरको तामाङ यिनीहरूले सुनेकै थिएन हेर्न सुनाउँदै हिँड्यो अनि सर तपाईँ सुन्नुभयो होइन म त भ्यागु त खोज्दै आएको छु किन सुनाएको सुनेको थिएन त्यो आमाईको सासूहरूले सुना ऊ आमा के भयो अरे भ्यागु त तर आयो अनि यो अलि मौसम अलि उ भएको छ आजेल भोलि त बर्खाको टाइम हो भ्यागु पानी आउँदैन भ्यागु त तर आएपछि पानी आउँछ बाबा मान्छेको नाक फुट्ने गरेर छोडिदिन्छ ए सरी ल म गरिदिनु न त नारा पता नार पो दाइ अब हाम्रो दिउँसोभरि तलै हुन्छ होइन बहिनी तलै हो दिउँसोभरि ल है बहिनी तलै हो रे है टेन्सन नगर बाइक लिएर जाने ल गाइस फाइनल्ली मेरो मेकअप भइसकेको छ अनि म चाहिँ अब यहाँदेखि निक्लिँदैछु जुत्ता बोक्दै जानु पर्यो नमस्कार नमस्कार ल हाम्रो चाहिँ अहिले क्यामेरा पूजा हुँदैछ म चाहिँ ब्लगर अफ द इयर भन्ने सोचमा छु लो एङ्गल ओहो म बिर्सेँ यार मुखै धोएन मैले ओ त्यहाँ पानी धारा आएको थिएन मैले धोएको होइन डल्लीले म कालो छु त यस्तो कुरो मान्छेले डल्लीले कालो भन्छ त्यो डल्लीले हे नमस्ते यस्तो भएका 10औं दिनका अध्यक्ष हुनुहुन्छ हाम्रा कमलीजी होइन त कमला उपाध्यक्ष हुनुहुन्छ उहाँ अनि सचिवमा हुनुहुन्छ डल्ली दाई सभामुख चाहिँ ऊ के सभामुख आजको कमली हो यार दुईटा सुपर गुल प्रधानमन्त्री तपाईँलाई बनाइदिउँला यार नत्र मै हुँला के छ र यस्तो छ हाम्रो यस्तो छ हाम्रो अहिले गौथली सेटमा यस्तो रमाइलो भइरहेको छ भनेपछि त्यसै गरी अब म भन्न चाहन्छु मैले मुख पनि धोएन के भन्ने यार मुख धोएन भने बिर्सेँ के मुख धोएन कि यार मैले आमा धुन लाएको थिएँ पानी सित्यो यहाँ आएँ गिम्बल बनाउनलाई अब मुख धुला भनेको बिर्सेँ यार अहिले म गएर धोइहाल्छु हाम्रो महँगो सेटमा लगभग 5, 6, 7 1 2 3 4 5, 6, 7 जना अटाएको छ पुरै टोली अट्छ कि महँगो सेट हाम्रो पुरै सुटिङको टोली अट्छ हाम्रो सेटमा जिरे अड्डा जिरे काम हल्लाउने मात्र यस्तो छ काम पनि र साथीभाइहरू अहिले चाहिँ फाइनली हामी खाना अरे नास्ता खाँदैछौँ हो र यो पास्ता जिरे अनि जतिखेर पनि उसँग किन बस्यो
दाइ फेरि जोडिहाल्ने यार जति एनी टाइम हुन्छ भिडियो अन गरे कि अन्त भएको देख्नु भएको दाइ होइन सर जिरो अन्त भएको देख्नु भएको एनी टाइम यही छ कि छैन कसो होला भन् यो समाएर यहाँ राखेँ नि त कमला अनि कमला आएर यहाँ बसिन् कमला आएर बस्यो अझ रेड जिरो आएर बस्यो सुटमा म अब दुइटै म भन्नलाई को म यस्तो सुतेको थिएँ त अनि तिमी आएर यहाँ बसेको थियौ त म पछि आएको हो कि त्यही त भन्नु थिएँ अनि देन अनि आएर उसले कमला आएर बसेको रहेछ तेरो नजिक ठिक छ उहाँले फेरि आफ्नै छ उहाँको फेरि त्यो कमलाको त्यो राजदाईसँग गएको थियो नि त्यो छिनछिन पैसा रुमालमा बेरी छ भन्ने गीत के ल चलो त्यो गीतको लिरिक्स थाहा छ तपाईँले भन छिनछिन पैसा रुमालमा अनि के अरे गन्या थियो कसले गाउन तम्सिनु एकछिन के त्यस्तै रहेन यार कहाँ गयो भँगेरी चरी हो कि होइन कहाँ गयो भगेरो चढो आऊ यता छिनछिन पैसा रुमालमा बेरी छेउ गन्या थियो ए गरे थियो छिन पैसा रुमालमा गने थियो ए छिनछिन पैसा रुमालमा गने थियो कसले कसिनु भन्ने थियो होइन कसले गाउन तम्सिनु भने कसले गाउनु हाइट मार डाला यार ल ए हा 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 छिनछिन पैसा रुमालमा गनी छेउ रुमालमा गनी छेउ कसले गाउनु भनेर क्लियर आएन होइन त्यस्तो डायलगहरू क्लियर नआएको के हुन्न यताबाट क्लियर आयो भइहाल्यो नि त्यताबाट क्लियर आएको भाइ आइहाल्छ नि त्यहाँबाट हेर्नु फेरि यतै आउनुहुन्छ उहाँ फेरि ओ यहाँ ठिक रहेछ ल हेलो सोध्नुहोस् डिस्क्रिप्सन कता हो यहाँ छ हाम्रो अहिले हुनुहुन्छ हाम्रो चर्चित मोडल दिनेश कोठायत काजी बोस होइन उहाँलाई एउटा प्रश्न सोध्न गइरहेको छु सुन्नु न यतै हेर्नुहोस् त तपाईँलाई भगवान्ले अन्तिम इच्छा माग्यो भने मर्ने बेला के माग्नुहुन्छ त मलाई केटी बनाइदियो भन्दा मलाई अनि कहिले मैले हान्नु मैले त पाला वेलकम छ आमा त झन् तरुनी के हो फेरि के भयो के भन्नुभयो हिजो मैले झ्याप्प झ्यापरी खल्यात्त नेपरी भनेको त्यही हो सुनकै रहेछ फेरि दाँत त कालीबुढीको भन्दा कडा छ है काउली बुढी हो नि त म अनि प्रभु प्रभु त्यो छाता बालीसँग के छ नाता तपाईँको लु यो त आँटो एउटा नाता भएर त मैले भनेको खल्यात्त नेपरी भनेको त्यसले ए नेपरी कलेज त नेपरी आँटो नस्पति चोर्न आया छौँ यहाँ हामी यहाँ ऊ परै छन् कि यहाँका पनि यहीँ रहेछ यो त आकाशको फल आँखा तरी मर भने जस्तै भइगयो कि यो त कित्नै जान सकिएन कि त्यस्तरी कहाँ होला यार हुन्न भन्दा झर्या पनि के मिठा होला नि आज कुकुरले हड्डी सर्ला हामीले छोड्दैनौँ आज जसरी पनि खाने हो तल खस्यो भने त कसरी जानु त बुढा यार ल्याउने यार तल गइगयो नि रुक्नु म तल जान्छु रुक्नु म तल क्याच गर्छु के अरू सबैजनाले खाना खाँदै हुनुहुन्छ हेलो गरिदेऊ त ल काका बा हेलो बा खाना खाँदै हुन्छ ल राम्रोसँग खानुहोस् है त तपाईँले एउटा काम गरेर आउँछु ल म गर्दिनँ के हो भने पानी ल्याइदिनु न घाँटी लाग्यो मरि ओली जतिको मान्छे त एक दुईवटा ओली बिग्रिरहनु छुट्टी हो त्यो कुरो होइन त्यही घाँटी लाग्यो पानी त ल्याइदिन्छु एउटा गीत गा ल दुश्मन हेरेको हेरे ल ल बोको ल बोको ल बजाऊ गीत गा ल
कहाँ हेरे त तलतिर यता हेरेर ल हेर भन् मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे मेरो दुश्मन छ धेरै अलि राम्रोसँग मेरो दुश्मन छ धेरै गाडी उडाउँदै गाडी उडाउँदै उडाउँदै पैसा उडाउँदै हामी यस्तै छ पारा मेरो दुनियाँ सारा दुश्मन हेर पाइप खोलेर ल जिरे मक्ख भएर हेरेछ यहाँ कमलाको भिडियो जिरेको फेभरेट फोटो देखाइदेऊ नि त देखाइदेऊ न जिरे यो फोटो हेरेर फिदा छ होइन त ल ल यो उसले मलाई धेरै राम्रो मान्छ मान्नु पर्यो नि त बेहुली भएपछि मान्न पर्यो तर त्यो अघिको देखाइदेऊ क्या घम्मै उ भयो भने के भयो त त्यो फोटो देखेर बिर्सिसे याद आयो यार यो बत्तीले गर्दा यार के गरी यसो सुटिङ त्यो गर्ला हो गीत त हामीलाई बजाइदिने हो नि त गीतलाई बजाउने कि केलाई बजाउने भन्नु भएको गीतलाई कोहीलाई पनि होइन हामीले गीत राख्दैनौँ क्या मोबाइलमा ए मेरी आमा मोबाइलमा गीत राख्नुहुन्न किन हो त्यसै सुन्ने कुन गीत सुन्ने हो र अझै ऊ है बाबु राम्रो सुन्ने नि त्यो त गीतको नाम भन्नु त अब उहिलेको हाम्रो पुरानो गीत भने त एउटा साधारण हुन्थ्यो अहिलेको गीत त खोइ अहिलेको कस्तो छ र के भन्छन् के भन्छन् ल भन् के भन्छ आफूले के अरे बुझ्दैन अघि नै भने नि मैले त्यो भित्र हरियो काङ्ग्रा कर्याम मकै हरियो मकै डेरम भन्छ नि हो त्यही अहिलेको त अहिले त फेरि अहिलेको गीत त के आउँदो रहेछ के अरे के हो भन्छ खोइ के हो चस्सै केले चस्सै अरेली काँडेले चस्सै भन्ने आउँदो रहेछ अहिलेको गीत त के भन्नु खोइ अरली काँडाले चस्सै म त मरिगा डल्लो परिगा भन्ने पनि गीत छ एउटा हो ए बाबा कसले डल्लो पार्देन हो के साँच्ची के छ के पल्ला अरे साइलाले हाम्रो आमालाई भने होइन पल्ला अरे साइलाले तिम्रो आमालाई के गर्यो चियाबारीमा भन्छ के हो त्यही हो के त्यस्तो के ल साथीभाइहरू अब चाहिँ हामी बारुला खाना जाँदैछौँ हाम्रो टोली रेडी छ रात यस्तो हुन्छ है हाम्रो टोलीहरू आउने बेला फेरि हामी फेरि यहीँ खाँदै बस्यो अन्त तना हुन पनि तिनीहरू कति बजी आउनु 12-1 बजीतिर आउनु 1-2 बजीतिर हामी बारुला पर्न आज यता आशिष हुनुहुन्छ आज यता जिरो भाइ यता मसँग उचाल न छैन क्या त्यसले त्यत्तिकै सोक्या बारुला गोलो देखेर ल्याएर आएको बारुला त्यो सुक्या हुन्छ नि गुड चढेर हिँड्ने नभए त हिँडो बारु हार्न नलिँदो रहेछ आशिष त पहिल्यै भाग्न रेडी पोजिसन यस्तो ढिक छ यस्तो डर लाग्दो छ भेटाक्यो ल खै कस्तो छ ल हेर्ने ल खै देखा त खाली गोलो हो नि यत्रो छ रिजल्ट यो रिजल्ट बारुले अलरेडी ल बारुला फाइनल्ली हामीले पक्रिसकेको छौँ ल अब घरभित्र गएर च्याप्पा खान्छौँ बोलेर हामी ट्याक्क कङ्ग्रेचुलेसन बधाई छ सफलतापूर्वक हामीले यो लिएर आयौँ हेर्नु हामीले सफलतापूर्वक यो बारुलो ल्याएर मकै पनि कोल्लो लाछौँ अब यही हो हाम्रो यो 4 जनाको टोली च्याप्प खाएर च्याप्प खाएर लप्प अब यो खाने होइन फाइनल्ली आगो बल्दैछ यो बारुला बनाउने प्रोसेस यो चाहिँ हामी अहिले पोलेर खाइरहेछौँ होइन यसलाई चाहिँ 2-3 किसिमले खान सकिन्छ यो चाहिँ अहिले हामी पोलेर खाइरहेछौँ होइन त्यो तल यसलाई अर्को टेक्निक के गर्छ
ठक्क लाएर थोरै तेल हाल्ने त्यसलाई चाहिँ ठक्क सबै निकाल्ने यसको छोराहरू अनि त्यो सानो सानो किरा जस्तो हुन्छ त्यसलाई सबै योमा निकाल्ने बस्नु न आउनु चट्ट थोरै तेल हाल्ने त्यसमा थोरै खुर्सानी हाल्ने अनि बेसार हाल्ने नुन हाल्ने अनि त्यसपछि छ भने सोया सस हाल्ने अनि त्यसपछि यसको छोराहरू त्यो अनि किरा सट्ट हालेर फ्राई गर्ने एकछिन त्यसपछि खाने आहा यसलाई होइन त यसलाई त्यो गरेर खायो भने चाहिँ मिठो हुन्छ तर त्यो नभएको खण्डमा कसरी खाने अब हामीले देखाउँछौँ त्यो नभएको खण्डमा त्यो नभएको खण्डमा यसरी खान सकिन्छ यसरी खान सकिन्छ त्यो नभएको के नुन तेल अरिङ्गल च्याप्प निकाल्दैछौँ है हामीले यसरी निकाल्ने प्रोसेस हुन्छ गाई चाहिँ हेर्नुहोस् ल हेरौँ अहिले पैसा ल्याउला तिमी मकै यो चिजबाट चाहिँ यो प्रोटिन निक्ल्यो यति अब च्याप्प खानुपर्छ सबै मिलेर त्यो नखाने तपाईँ नखाने पुसिनै हो रहेछ त पहिला सुरुमा यो के हो यो मकै यहाँ हेर्नु न यस्तरी बनाउने हो क्या हामीले एकदम छोडिदिनु भाइ शीतकालमा बसेर खाना साथीभाइहरू अहिले चाहिँ हामी खोलातिर जाँदैछौँ होइन छङ झरना भन्ने अब झरना कस्तो छ तपाईँलाई वहाँ गएर एकदम मजाले देखाउँछु अहिले चाहिँ हाम्रो टोलीहरू सुटिङको मैले चाहिँ गाग्री बोकेको थिएँ च्याप्प गाग्री के छ अगाडि हाम्रो साथीहरू हुनुहुन्छ ल पुगेर हामी ट्याक्क के कस्तो आउँछ रमणीय चिजहरू गाउँ यहाँको यो अर्ग्यानिक गाउँ हो यो यताबाट ठ्याक्क यस्तो छ ल यतादेखि मुनि झर्ने अरे ऊ पर ऊ झपक ढाकी छ झर्नै ढाकीकोबाट तल झन् खतरा लाग्यो कि साथीभाइहरू हामी त ऊ तल खोला नजिक आइपुगेछौँ ऊ जिरेमा कराउँदैछ त्यहाँ ठाउँ हेर यो कहाँ आइयो टुने हो र हो छङ झर्ना आइयो ओहो हाम्रो टोलीहरू गइसकेको छ हामी त्यहीँ जाने ठ्याक्क पानी छैन यो चाहिँ ओरिजिनल धारा पानी ल खानु त झ्याप्प छ हो ल आउनु छिटो फाइनली गाइज म पनि आइसकेको छु यहाँ भर्खरै यो खोलामा आइसकेको छु ल गाइज फाइनली हामी अब हिँड्न थालेको छौँ अब म चाहिँ गाग्री बोकेँ अब मैले बोकेँ अब तिम्रो बुढीलाई भनिन्छ मेरो बुढीलाई केही नभन्नु होला बिचरा सोझी छ फेरि अरूको कुरामा बहकेर आएर फेरि मलाई डिभोर्स दिनु गाह्रो पर्छ त्यस्तो नगरिदिनु होला कृपया ओहो मेरो डिभोर्स भयो मेरो घरमा आएर बिग्रियो भने ओहो सोच्न पनि सक्दिनँ होला म अरे बँदेल अगाडि कत्रो बँदेल आएको मेरो बाबा यो बँदेलको समा त यो बँदेलको समा ए भन्छा गनाए यार पछाडि पुरै वासै गनाए के गरे हेट यार माथि झर्नामै जाने अरे आमा हो र लु जाउँ साथीभाइहरू फाइनल्ली हामी झर्नामा पुग्न लाग्यौँ यहाँदेखि चाहिँ बवाल देख्दो रहेछ अब नजिकदेखि देखाउँछु तपाईँहरूलाई म आमा अझै सिडी छ त बेटा यहाँ त सिडी नजिक त झन् ल ठिक छ जति नजिक आयो त्यति राम्रो रहेछ यार के यात्रा र भर्याङ चढ्यो है त हामी त्यस्तो पनि व्यवस्था रहेछ त यार खोलामा फाइनल्ली केटा हामी चाहिँ झर्नामा आइसकेको छौँ हो माई गड हाम्रो दाइ उहाँ जानुभएको रहेछ तर यसले माथिबाट खुब हान्ला नि आउन त आइयोबाट डेन्जर जुगा रहेछ यार यहाँ एउटा यो हिँडिरहेछ एउटा यहाँ भित्र छ अर्को कहाँ छ ए दुईटा जुगा त यहीँभित्र रहेछन् यो दुईटा जुगा 3टा 4टा 5वटा जुगा त मैले एउटा खुट्टामा लागेको छ भने चाहिँ अर्को खुट्टामा कति लागेछ झर्ना त आइयो खाइ
ब्लडै आयो आमा के हो त्यो भने हेलो गर्ने ए पार्टनर म त खत्तम भइहाल्यो नि पार्टनर यसो चेन्ज गर्ने छैन भन्नु न सोध्नु भने कि ठिक छ सुत्छ अब स्यालेरी छैन ल ल लेट्स गो हामी गयौँ है त होइन मान्छे लगिदिनु हुन्छ यार साँच्चै कि ढिला हुन लाग्छ कि नत्र त चाहिँ राजी पनि लगेर जाने मान्छे जान लाग्नु भयो आमाहरू नि जान लाग्नु भयो हामी मात्रै गयौँ आज के गरौँ भन्नु न हुन्छ गयौँ है माइन्ड नगर्नु कि लास्टै फोन आएर हो क्या नत्र हामी त लगेर जाने मान्छे होइन ल भन्नु त ल त नि यार थाकियो मजाले यार ल हामी निक्ल्यौँ है त सँगै गयो बाटोमा पसेर जानु हुन्थ्यो अहिले हामी आउँछौँ तपाईँलाई फोन गर्नु है फर्किँदा जाउँ भइसकेको छ हामीलाई चाहिँ उता बर्थडेमा पनि बुलावा आएको कारणले गर्दाखेरि हामी चाहिँ जाँदैछौँ त्यही हो कुराकानी लेट्स गो